Hello guys, welcome back to my channel again. आज फेरि मैले भिडियो बनाउन लाग्छु बिकज आज हामी जाँदैछौँ ड्राई पिकनिक अनि म चाहिँ अहिले बोल्दै बनाउँ कि म भर्खर याद आयो भिडियो बनाउनु पर्यो भनेर अनि म भाउजू घर जाँदैछु के पकाउने के भनेर देखाउँछु है त हतार छ हतार रस किनकि हामी 11 बजी भित्र जाने हो 10 बजी लागिसक्यो बाबुमा है त पकाउने मान्छे यहाँ भाउजू कुखुराको मासु पाक्दैछ यो के को लागि हो अचारको लागि र चटनीको लागि टमाटर पनि प्याज उता त फेरि ढ्याप्पै हो यहाँ भाउजू यहाँ काँक्रा एमा लाने अरे मासु टाइट गरिदिन्छु क्या एमा कस्तो राम्रो भाइ ए हामी कति जानुहुन्छ मरे 9 जना अब हाली हो पुरै हेर्ने होइन के रे त्यो इति हेरेपछि कहाँबाट देखिन्छ त नि पुरै हेरेपछि देखिन्छ यस्तो खनेर हामी हेर्ने मान्छे रमाइलो गर्ने नाच्ने गएर डेक त हिजो रातिदेखि फुल भयो फुल हरियो देखा हरियो फुल गराइदियो कि मिनाले भनेको डेक मिना अब बन्द गरिदिएछु हामी बासगढी चोकाएर पुगेछौँ साथीहरूलाई कति हुनुहुन्छ हेलो भन्नु मम्मी भाउजू त्यो बान्ने खाले लुङ्गी हो हामी यहाँ बासगढी चोकमा भाउजूहरूलाई कुद्दैछौँ भाउजू दिदी आन्टी आउँदै हुनुहुन्छ त्यसपछि यहाँबाट भित्र यात्रा सुरु हुन्छ नाम नखेल्न फाइनली हामी गजरी ताल पुग्यौँ दानापुर ताल बट हामी त नयाँ भएर कि हामीलाई त स्कुटी लानै दिएनन् भित्र जान्न भन्यो के अरे यस्तो सामान बोकेर त छोडिदिनु एउटा तपाईँले बिचरा के अरे पार्किङ गरेको बाहिर हरान जिम्मा दिन्छ न 20 रुपियाँ काटेको यस्तो हो त तिनीहरू त पुगी पनि सक्यो होला कहाँ गयो होला नि तिनी अहिले सबैजना भेट्नुहोस् भेट्नुलाई त यस्तो छ गाइस हामी त हरायौँ क्या हो कमलको फुल कस्तो खतरा है आयो होला तर कसरी जाने ऊ उहाँबाट नि जाने रहेछ नि बाटो ऊ डराइ पिकनिक गरायो डराइ पिकनिकले डराइ न सराई झ्याउलाउने भाइ यस्तो ताल पनि बेजोक गरायो बेजोक त पटक पटक पड्काउँदै आउनु पर्ने रहेछ हिरोनी पनि बन्न ए भगवान के गर्ने होला नि यस्तो त छ जिया यही ताल हेर्न आएको होला नि यस्तो सुकेको ताल ए भगवान यति ठ्याक्क टोलीहरू भेटेको अवस्था डराइ पिकनिक डराइ न सराई भइसक्यो साँच्चीको कि रियल हो कि त नक्कली होला जिराफ नक्कली होला नक्कल ल भेटिए गाइजहरू फाइनल्ली चिया यस्तो नि डराइ अरे हामीलाई त वा स्कुटी ल्याउनै दिएन जान्न के भनेको त मानिन के जान्न किन लानुहुन्छ यताउति भन्न थालेको नि त्यही छोड
अलि राम्रो ठाउँमा जाम अलि ताल नजिक भएकोतिर जाम के ताल हेर्दै बस्दै खाँदै गर्नुहुन्छ भित्र के परो ल हिँड अघि अघि देख बोक्नेहरू हामीले फटे सार भइयो त्यहाँ कमलको फुल टिप्नलाई हेलो भन्नु हेलो हेलो भन्नु हेलो भन्नु भन्नु हेलो भन्नु भन्नु आमा छोरीले बाटी खाने टिप्नु भयो किन नखाने चिसो ए त्यस्तो कमल टिपेर ल्याए त्यहाँनिर राम्रो रहेछ नि पुरै कमलको फुल हो त्यो पुरै यस्तो राम्रो छ फाइनली दानापुर ताल आइयो हामीले त गजरी ताल भन्थ्यौँ के आजभोलि दानापुर ताल अरे भर्खर बाबुलाई कपाल बाँधिदिनु भयो यस्तो फोटो खिच्न राम्रो फोटो खिच्नु मन लागेको फोटो राम्रो खिचिदिनु त एउटा राम्रो हेलो भन्नु हामी अब यहाँ फोटो खिच्छौँ यसो यहाँ दिदीले फोटो खिचिदिनुहुन्छ मेरो अब राम्रो राम्रो मलाई के गर्छिन् भनेको त हामीलाई टिप्देऊ न भन्दै रुनी के हेलो अब यसमा के हाल्नु पर्यो त काँक्रा हालेर मोल्ने त सबै गरम गरम केही बसाउन अलि राम्रो देखिन्छ हैन खाली देखिन्छ देऊ त दिदी जोको ह मैले काट्छु बस त्यो चोक नै चाकु केही नकाटेको चाकु जुदा खोल्न पर्यो नि ल्याउनु भयो ल्याउनु भयो नि त्यहाँ काट्नु तपाईहरुले चोखो त्यो कतिवटा छ अब ए मिना आउनुस् यहाँ काँक्रा दोहोरो ल्याएको जानुस् मिनाजी काँक्रा दुईटा उसमा ने दुईटा काटेर खाने बिरको गई त बिरको खाने धुनी हैन दोहोरो ल्याएको अरे के म त बरु आज एकदिन नखाने म त झन् कहिले नखाने भन्छ सबै हालिदिन्छ भगर खान्छ तारोडा खान्छ सर्भिस गर्ने कुकहरु साइड खानी म हेरेर बस्छु खाने यो त चटपटेको त किन निकालेको त माइजुलाई इन्डियन चाकुन के छ यहाँ काइरा कसो गरे चाकु त कति थियो आज अमाल दिदीलाई अब दुईटा तीनटा मात्रै छ यता हेर्नु त त्यहाँ बसेका सबैले दिदीले के माइतीको दिदीले युवराज बाबुलाई चाहिँ भन्छु भिडियो हेर्नु त होला है मलाई हात नधोएर चटपटी मोलेको भन्नुहुन्छ हात धोएर आज पनि धोको हेर्नु रोइदिन्छु क्या युवराज मामा के
खाना खानै नपाएकी अहिले चाहिँ पिकनिकमा खोल्लान् खुल्ले खा क्या त्यही खा डाडो मम्मी त बेस्तरी खोल्नु न यस्तै नजिकै राखेर म अचारवाली म मासुवाली म चिउरावाली हामी त त्यसै खाली म पापड पराउनवाली म मासुवाली चिसोवाली भन्नु त हामी खानेवाली चिसोवाली म खानेवाली जनाले चिउरा माछा खानेहरू 1 2 3 4 5 6 जना 7 जना भयो म न अचारवाली को त हो अचारवाली त हामी खान सुरु गर्यौं नभए पनि हैन घुम्दा सबैसँग मलाई सधैँ छन् कि अरू बेला नि मैले खाँदाखेरि अन्त बुवाको उडेन खानु मैले अरू बेला नि मलाई खान नसहिले नसोचिकन चिसो खै त आजको चिसो कोही पिकनिक खान आएको कोही सुतिन्छन् निदाइन्छन् कोही निदाइछन् हेर कोहीले नखाएका निदाइछन् खाएका निदाइछैनन् बसिछन् कोही फेरि उहाँ उपर कट्ठु कि उपर खुट्टा कोही थाडै सुतिन्छन् आन्टी बस्नु 1 घन्टा भयो क्या है बस्न लाग्यो त खाना लाग्यो भने गर्मी भयो अघि त शीतल भयो यता दिउँ नतत्तै भयो पेट फर्काछु त्यो हेर है एडिट गरिदिन्छु किन घर लाने हो हामीले फाइनली कमलको फुल पायौँ देखाइदिनु माइजू भाउजू फुल भयो नि है हिलम भयो नि यता कोही हेर्ने दाई आयो नि त बुढीको चाल दराई पिकनिक खान आएको रे दराईको दराई हो देखाउनु त फुल यो चाहिँ मेरो हो साबुनै छैन महँगो बसाउनु रहेछ हात धुने स्याम्पु हाल्न बिर्सिन्छ उ त्यो माटोले नाइ मम्मी भाँचेला त्यहाँबाट टिपेको एउटा मान्छेले म अब 1 राउन्ड घुमेर आउँछु कता कता पुगेर आउनु पर्यो यस्तो राम्रो छ ठाउँ बहुत राम्रो छ केटाकेटीसँग आयो भने चाहिँ राम्रो छ के अरे भन्नाले साथीहरूकै ग्रुप मिलेर म चाहिँ आफ्नो फ्यामिलीसँग आएको त्यही पनि रमाइलो माई गड यति रमाइलो लास्ट रमाइलो क्याफे रहेछ क्या हो क्याफे हो कि के हो के यो सब यहाँदेखि लिएर वहाँसम्म सब कमलको फुल यतादेखि यता सब यता चाहिँ धेरै छैन त यति धेरै छ अस्ति धेरै कमलको फुल त यो गाइज रमाइलो छ 1 राउन्ड हाल्नु पर्यो पेट त फुल्यो यस्तो दामी ठाउँ रहेछ त यता यहाँबाट चाहिँ क्या बोटिङ खेल्ने बोटिङ पनि छ भाइ चढ्ने बोटहरू पनि छ यहाँ छ पुरै कमलको फुल सब कमलको फुल मात्र छ त्यही भएर त फेमस छ नि अहिले यस्तो दामी कमलको फुल ठिक गाइज रमाइलो छ एकछिन नाच्यौँ एकछिन खायौँ एकछिन बस्यौँ एकछिन गफ गऱ्यौँ अब एकछिन फोटो खिच्यौँ अब एकछिनमा निस्किने चटपटी ल्यान त्यो पेटले भ्याउँछ कि भ्याउन थाहा छैन पेट डुम्म भइसक्यो धेरै खाएर मासु अचार
ब्राउन चिउरा पापड टनमा थियो खायौँ पचाउन हिँडेको यति धेरै खायो नि यति धेरै खायो 1 प्लेट त्यो चाहिँ यता पिङ्गी रहेछ अहिले सायद दिउँसोको 4 बज्न लाग्यो गाइजहरू मलाई डुङ्गा खेल्न डर लाग्छ यिनीहरूले डुङ्गा खेल्छ भने मलाई डर लाग्छ डर लाग्छ मलाई भाउजू डर लाग्छ मलाई डर लाग्छ यो डुङ्गा खेल्ने सबैको पसँग खुल्ला छैन अनि अहिले कहिले चढाउनु रहर भाइ आऊ न भइसक्यो हामी दुईटाको भइसक्यो 6 जनाको आयो यतादेखि यो दिदीको आएन यो दिदीलाई मागेर अनि मलाई डर लाग्छ के गर्ने मलाई त डर लाग्छ म त अन्न क्या हे भगवान् म मोटो भएर हो क्या यो त है त नातिनु भएको झन् अघिदेखि कता बस्ने त्यता धेरै उ भयो कि वेट भयो अलिअलि त हुन्छ त नि पानीमा ल माया आन्टी फुलसँग हामीलाई फुल टिप्ने फुल टिप्ने कमलको फुल एउटा टिप्यो भिडियो यो केही भन्नु न हजुरहरूले के भन्ने हेलो हामी सबै साथीभाइ मिलेर दानापुर आएर रमाइलो गरियो आफ्नो गन्तव्यमा लाग्यो एउटा किताब थियो वैनीको तर त ल्यान चाहिँ जमिन